वेलकम ब्याक। आज हामीले गर्न गइराखेका छौँ एनएसपीसी र एक्ट एन्ड रेगुलेसनका बारेमा। एनएसपीसी जुन 2053 मा बनेको थियो र यसमा सोधिरहेछ हाउ मेनी प्रोफेसनल काउन्सिल आर देयर अन्डर द एमएसपीसी। मतलब काउन्सिलहरू कति छन् भन्ने कुरा म बताउन सक्छु कि हामीसँग 6वटा काउन्सिल छन्, जसमा पहिला पर्छ एनएसपीसी काउन्सिल नै हुन्छ, जसमा सिएमए र एचए को लाइसेन्सको इक्जाम लिने र रेगुलेसन गर्ने, र नेपाल मेडिकल लाइसेन्स काउन्सिल हुन्छ, त्यो लाइसेन्स प्रदान गर्छ, त्यो मेडिकल एमबीबीएस र बीडीएसहरूको। र त्यसपछि आयुर्वेदिक काउन्सिल हुन्छ, नेपाल आयुर्वेदिक काउन्सिल हुन्छ। आयुर्वेदिक काउन्सिल त्यो आयुर्वेदको कुराहरूसँग सम्बन्धित काम गर्ने गर्दो रहेछन्। र त्यसपछि आउँछन् हाम्रो एउटा फार्मेसी काउन्सिल, नेपाल फार्मेसी काउन्सिल र त्यसपछि नेपाल रिसर्च काउन्सिल आउँछ एउटा, र लास्ट हाम्रो हुन्छ नेपाल नर्स काउन्सिल, नेसनल नर्स काउन्सिल हेर्न सक्छौँ, नेपाल नर्सिङ काउन्सिल। यो 6वटा गरेर कुल नेपाल नर्सिङ काउन्सिल। यसै गरी अर्को क्वेसन, नेपालमा स्वास्थ्य व्यवसाय परिषद ऐन कहिलेदेखि लागू भएको थियो? मैले पहिले नै भनिसकेको छु, एनएसपीसी एक्ट 2053 मा भएको थियो। र त्यसपछि according to Nepal Health Professional Council Act and Regulation, there are categorized registration for health professional। अब हामीले पहिले पढेको छौँ कि हामीसँग एउटा क्याटेगराइजको हुन्छन्, मतलब मेन पावरहरू। जस्तै पहिलामा हुन्छ स्पेसिफिक, मतलब विशिष्ट हुन्छन्, त्यसपछि एउटा फर्स्ट हुन्छन्, एउटा फर्स्ट लेभलको हुन्छन्, र सेकेन्ड लेभल हुन्छन्, र एउटा थर्ड लेभलमा पर्छन्। त्यो एक वर्षको ट्रेनिङ गरेका हुन्छन् र अन्डर टिएसएलसीका कोर्सहरू पढ्दछन्। र हामी सेकेन्ड क्याटेगोरीमा पर्छन्, र डिप्लोमा लेभल भन्छौँ, र फर्स्ट अब ब्याचलरै लेभल, र हाम्रो माथिका कुराहरू पर्छन्। र स्पेसिफिकमा कुनै पनि एउटा क्षेत्रमा निश्चित अध्ययन गरेको मास्टरहरू बुझ्न सकिन्छ। र हामीले अर्को थर्ड क्वेसनमा जान्छौँ। यो थर्ड भइसकेछ। र नेपाल टु हेल्थ प्रोफेसनल काउन्सिल एक्ट एन्ड रेगुलेसन, हेल्थ असिस्टेन्ट इज रजिस्टर अफ द क्लास लेभल अफ। मैले पहिले भनिसकेको छु, स्पेसिफिक पर्दैन, हामी फर्स्ट पनि होइन, हामी 3 लेभल डिप्लोमा हो भने हामी सेकेन्ड हो। त्यसपछि टिनर्स अफ द मेम्बर अफ द नेपाल हेल्थ काउन्सिल इज। हाम्रो कति वर्ष अवधिको काम गर्ने समितिको हुन्छ भने हामीले 3 वर्षको हुन्छ हाम्रो। र त्यसपछि परिषदले आफ्नो दैनिक कार्य सञ्चालनको लागि विनियमहरू बनाउने कसको स्वीकृति लिनुपर्ने छ? नेपाल सरकारको सबभन्दा माथि पदकै लिनुपर्छ, कुनै एकाइको लिन पर्दैन। त्यसपछि नेपाल स्वास्थ्य व्यवसाय ऐन अनुसार यस परिषदको अध्यक्षता सहित कतिजना सदस्य रहने व्यवस्था छ भने 13 जना हुनुपर्छ, किनभने 3 जना गरी 6 र एउटा 7 र 5 जना त्यहाँका विशिष्टहरूको बारेमा हुनुपर्ने हो। त्यसपछि हाम्रो आउँछ नेपाल स्वास्थ्य सेवाका सिएमए र एचए कहाँबाट दर्ता हुनुपर्ने हो? यहाँ यो नेपाल स्वास्थ्य व्यवसायिक परिषद, नेपाल मेडिकल काउन्सिल, त्यसपछि आयुर्वेदिक काउन्सिल र आयुर्वेद काउन्सिल वा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय। त हामीले यसलाई जुन छ नेपाल स्वास्थ्य
व्यावसायिक परिषद यो एनएचपिसी हो। यसमा हामीले यसमा हुनु पर्यो रजिस्ट्रेसन। त्यसपछि नेपाल स्वास्थ्य व्यावसायिक परिषद ऐन उल्लेखित भएको अनुसार परिषद विघटन कसले गर्न सक्छ भन्ने अवस्था छ भने हामी कुरा बुझ्न सक्छौँ। नेपाल सरकार सम्बन्धमाथि हामीले त्यहीबाट विघटन हुन सक्छ अगर कुनै पनि मतलब त्यहाँको समितिले काम गर्न सकेन भने। त्यसपछि नेपाल स्वास्थ्य व्यावसायिक परिषद ऐन अनुसार यस परिषदका सदस्यका लागि कस्ता व्यक्ति आयोग ठहरिने अवस्था छ भने हामीले एक पटकबाट समय भइसकेको कुनै पनि सामाजिक स्वास्थ्य संस्था सदस्य भएको कागजमा रही कार्य गरेको व्यक्ति हामीले बुझ्न। यहाँ हामीले गैर नेपाली नागरिकलाई यसको सदस्यता दिन सक्दैनौँ, यो नियममा पनि लेखिएको छ। ल हस्, थ्याङ्क यू। यति नै थियो एनएचपिसी एक्ट एन्ड रेगुलेसनका बारेमा एमसिक्यूहरू हाम्रो बुकमा र हजुरसँग हामीले बताइसकेछौँ।